कस्तो प्रकारले लागु हुन्छ कुन कम्पोनेन्ट चाहिँ हुनुपर्छ कुन चाहिँ चाहिँदैन त्यसैले टर्म पेपर सबमिट गर्दाखेरि चाहिँ सुरुमा एक्चुअली सोध्नु कस्तो के राख्नुपर्छ मैले यस्तो खालको बनाएको छु यो इनफ छ कि भनेर सोध्नुहोस् हामीसँग डिपार्टमेन्टको चाहिँ हार्ड एन्ड फास्ट के फर्मेट भन्ने नभएको चाहिँ टिचर अनुसार डिपेन्ड हुनसक्छ उहाँले माग्ने फर्मेट चाहिँ सो एक्चुअली त्यो पार्ट पनि हेर्नु अहिले चाहिँ हामीले इन जेनरल धेरै जस्तो सब्जेक्टमा चाहिँ मिल्ने यो मेजर कम्पोनेन्ट डिस्कस गर्छौँ र जेनरल स्ट्रक्चर के हो भन्ने कुरा डिस्कस गर्छौँ सकभर सबै जस्तो इन्क्लुड हुन्छ यो टप पेपरमा चाहिँ तर अब स्पेसिफिक सब्जेक्ट अनुसार स्पेसिफिक टिचर अनुसार चाहिँ कहिलेकाहीँ थपहरू चाहिँ हुनसक्छ त्यो कुरा चाहिँ ध्यान राख्नु है अब सुरु गरौँ टर्म पेपर भनेको चाहिँ के हो त टर्म पेपर भनेको असाइनमेन्ट नै हो यो रिसर्च पेपर पनि होइन अरू केही पनि रिसर्च आर्टिकल केही पनि होइन यो असाइनमेन्ट नै हो यस सेमेस्टरमा हामीले आफ्नो कोर्स अनुसार केही मार्क्स चाहिँ टर्म पेपरको लागि छुट्याइएको छ हामीले पाउने इन्टरनल 40 मार्क्स मध्ये 5 मार्क्स होइन 10 मार्क्स चाहिँ मैले फाइनल छु 10 मार्क्स चाहिँ 40 मार्क्स मध्येको 10 मार्क्स चाहिँ टर्म पेपर सबमिसन गरेपछि त्यस बापत आउने हो क्या सो त्यसको लागि हामीले बुझाउनु पर्ने असाइनमेन्ट हो सो यो चाहिँ धेरै कम्प्लेक्स कुरा जस्तो ठुलो कुरा केही पनि सिम्पल असाइनमेन्ट हो एभ्री सेमेस्टर एभ्री सब्जेक्टमा अलमोस्ट एभ्री सब्जेक्टमा कुनै पनि सरनामहरूले लेख्नुहुन्न तर सबै जस्तो सब्जेक्टमा सबै सेमेस्टरमा चाहिँ हामीले बुझाउनु पर्ने असाइनमेन्ट हो यो अलमोस्ट चाहिँ रेगुलर असाइनमेन्ट नै हो तर अलिक फरक चाहिँ के छ भन्दा अरू रेगुलर असाइनमेन्टहरूमा चाहिँ हामीलाई क्वेसन दिएको हुन्छ अथवा एउटा स्ट्यान्डर्ड कि फिक्स यसमा चाहिँ गरेर ल्याउनु भनेर केही क्वेसन एन्सर दिएको हुन्छ होइन तर हामी यो टर्म पेपरमा चाहिँ हामीले अलिकति रिसर्चको पेपर ल्याउनु पर्छ रिसर्च र डकुमेन्टेसनको अलिकति पेपर ल्याउनु पर्छ यो भनेको चाहिँ हामीले सेमेस्टरभरि पढेको कुरालाई चाहिँ त्यो इन्क्लुड गरेर त्यसको आइडियाहरू इन्क्लुड गरेर कुनै टपिकमा चाहिँ एउटा सानो रिसर्च गरेर त्यो डकुमेन्ट गर्न सकिन्छ भनेर चाहिँ गर्नु सो सेमेस्टर असाइनमेन्ट चाहिँ हो तर यो अलिकति रिसर्च बेस्ड एकाडेमिक पेपर हो ठिक छ अनि यहाँ 5 मार्क्स दिएको छु खासमा 10 मार्क्स रहेछ 10 मार्क्स पाउने हो यो टर्म पेपर राम्रो गरियो भने 40 मार्क्स मध्ये 20 मार्क्स चाहिँ इन्टरनल एक्जामिनेसनबाट आउँछ अनि 10 मार्क्स टर्म पेपरबाट अनि 5 चाहिँ एटेन्डेन्स अरूबाट आउँछ है सो त्यसको लागि टर्म पेपर टाइममा सबमिट गर्नु इम्पोर्टेन्ट छ यहाँसम्म केही कन्फ्युजन छ टर्म पेपर के हो चाहिँ बुझ्यो है के सोध्नुपर्ने छ सोध्नु ठिक छ टर्म पेपर सबमिट गर्ने टाइम चाहिँ जसलाई सबमिट गर्दै हुन्छ त्यहाँ डिपेन्ड गर्छ भनेको जुन सरलाई सबमिट गर्दै हुन्छ जुन नामलाई सबमिट गर्दै हुन्छ उहाँले दिन डेडलाइन नै टाइम हो डिपार्टमेन्टको आफ्नो फिक्स टाइम भन्ने हुँदैन तर इन जेनरल चाहिँ यो लास्ट यो हाम्रो इन्टरनल एक्जाम हुन्छ नि त्योभन्दा अगाडि सबमिट गर्ने भन्ने चाहिँ जेनरल टाइमलाइन चाहिँ त्यो हुन्छ होइन सेमेस्टर भन्दा नि यो इन्टरनल एक्जामभन्दा अगाडि तर त्यसको फिक्स टाइम चाहिँ हुँदैन त्यो चाहिँ रेस्पेक्टिभ यो सब्जेक्टको फ्याकल्टीसँगै कन्सल्ट गर्नुपर्छ है अब मेजर कम्पोनेन्ट भन्नु भयो तपाईँबाट इन्जेनरल यो सबै नै हुन्छ सधैँ भन्ने जरुरी छैन यति मात्रै हो योभन्दा बाहेकको हुँदैन भन्ने पनि होइन यो सबै हुन पनि सक्छ यसको कुनै पार्ट हुन पनि सक्छ योभन्दा बाहिरको कुनै कन्टेन्टहरू आउन पनि सक्छ कम्पोनेन्टहरू तर यो डिपेन्ड गर्छ कसलाई सबमिट गर्दै हुन्छ कुन सब्जेक्टलाई सबमिट गर्दै हुन्छ भन्ने कुरा तर इन जेनरल चाहिँ यति कुराको आइडिया भयो यति कुरा इन्क्लुड गर्न चाहिँ ट्राई गर्नुपर्छ है सो एउटा फर्स्ट भयो टाइटल पेज हुन्छ त्यसपछि टेबल अफ कन्टेन्ट लिस्ट अफ टेबल लिस्ट अफ फिगर्सहरू हुन्छ त्यसपछि एब्स्ट्राक्ट राख्न सकिन्छ इन्ट्रोडक्सन चाहिँ इन्जिनियर समयमा हुन्छ रिभ्यू अफ लिटरेचर अनि कन्सेप्चुअल एन्ड थ्योरिटिकल फ्रेमवर्क मेथोडोलोजी एन्ड डेटा सोर्सेस डिस्कसन कन्क्लुजन रेफरेन्स र एप्लिकेन्स यति राखेपछि एउटा टर्म पेपर चाहिँ कम्प्लिट हुन्छ र इन जेनरल हामीले यस सब्जेक्टमा बुझाउँदाखेरि 10 देखि 15 पेजको बिचमा टर्म पेपर हुने गरेर त्यो 10 देखि 15 पेज भनेको चाहिँ फेरि अगाडिदेखि होइन यो टाइटल पेज टेबल अफ कन्टेन्ट गरेर चाहिँ होइन है हाम्रो मेन कन्टेन्ट टर्म पेपरको भनेको इन्ट्रोडक्सनदेखि कन्क्लुजनसम्म हो यो बाँकी पार्ट चाहिँ आफ्नो आवश्यकता अनुसार कभर गर्न सकिन्छ हाम्रो मेन कम्पोनेन्ट मेन हाम्रो काम भनेको चाहिँ इन्ट्रोडक्सनदेखि कन्क्लुजनसम्म हो र यो पार्ट चाहिँ 10 देखि 15 पेजको हुनुपर्छ है अगाडिदेखि गऱ्यो भने सायद त्यसको पार्ट 4-5 पेज लेखेर पनि पुग्छ होला होइन तर त्यस्तो गर्नु भएन अगाडिको टेबल टाइटल पेजहरू सुत्दै राखेर त्यो बाहेकको इन्ट्रोडक्सनदेखि कन्क्लुजनसम्मको चाहिँ 10 to 15 पेज हुनुपर्छ ठिक छ अब यस कम्पोनेन्टमा चाहिँ सन्तोष कम्पोनेन्टमा जाँदा चाहिँ
सुरु फर्स्ट पेजदेखि लास्ट पेजसम्म के हुन्छ के लेख्नुपर्छ भन्ने कुरा गर्दैछ। सुरुमा हुन्छ हाम्रो टाइटल पेज अथवा कभर पेज भन्ने हुन्छ। त्यसमा चाहिँ तपाईँले गरेको कन्टेन्टको टाइटल, त्यसपछि तपाईँको नाम, सबमिटेड बाई भन्ने हुन्छ। सबमिटेड टु भनेर चाहिँ तपाईँले फ्याकल्टिजको नाम, उहाँको डेजिग्नेसन, एसोसिएट, असिस्टेन्ट, प्रोफेसर के हो नाम राख्नुहुन्छ। अनि तपाईँको रोल नम्बर हुन्छ। अनि हाम्रो सेन्ट्रल डिपार्टमेन्ट त्रिभुवन युनिभर्सिटी। त्यसपछि हाम्रो चाहिँ डेट अफ सबमिसन भन्ने हुन्छ। जसरी तपाईँहरूले कुनै डकुमेन्ट बुझाउँदा कभर पेजमा आफ्नो नाम र कसलाई बुझाएको हो भन्ने अरू सामान्य डकुमेन्टमा पनि लेख्नुहुन्छ। त्यसरी नै यो टर्म पेपरको फर्स्ट पेज अथवा टाइटल पेजमा पनि तपाईँको टर्म पेपरको टाइटल हुन्छ, तपाईँले बुझाउन चाहेको फ्याकल्टिजको नाम र डेजिग्नेसन हुन्छ, अनि तपाईँको नाम, रोल नम्बर, अनि सब्जेक्टको नाम पनि हुन्छ है। सब्जेक्टको कोड पनि हुन्छ। जस्तै कोड 101 म्याक्रोइकोनोमिक्स, माइक्रोइकोनोमिक्स के हो त्यसको लेख्नुपर्छ टाइटल। त्यसपछि आउँछ हाम्रो टेबल अफ कन्टेन्ट, लिस्ट अफ टेबल, लिस्ट अफ फिगर। यो चाहिँ तपाईँको टर्म पेपरको मेन बोडीको चाहिँ कुन चाहिँ हेडिङ कुन पेजमा छ भनेर चाहिँ सुरुमा एउटा जेनरल ओभरभ्यू दिने काम गर्छ। टेबल अफ कन्टेन्ट भनेको चाहिँ हेडिङ सब हेडिङ भनेर चाहिँ जान्छ। त्यसमा चाहिँ हेडिङ सब हेडिङ त तपाईँको रिसर्चको भनेर तपाईँले लेख्नुभयो भने चाहिँ तपाईँले कसैलाई यो कुरा आफूले गरी ध्यान हेर्छ नि त। यसमा के हुन्छ भन्ने कुरा चाहिँ अब समरी अफ होमवर्कको लेख भनेको 150देखि 250 शब्दमा लेख्नुभएको। त्यसमा चाहिँ प्याराग्राफ छुट्टाएको हुँदैन। कुनैले चाहिँ प्याराग्राफ छुट्टाएको भन्ने हुन्छ। त्यो चाहिँ अब जनरलको पेजमा छुट्टै पनि हुनसक्छ, तर हाम्रो टर्म पेपरको पेजमा चाहिँ एउटै प्याराग्राफमा सक्ने भन्ने हुन्छ। एब्स्ट्राक्टले चाहिँ तपाईँले गरेको सबै रिसर्च डिटेल गर्नुपर्छ भनेको छ। तर के लेख्ने अब हामीले 10-15 पेजको लेखेको हुन्छ, त्यसलाई 100, 200, 300 शब्दमा लेख्न त अलि चुनौतीपूर्ण नै हुन्छ नि। गर्न सकिन्छ त भनेर चाहिँ इस्युको चाहिँ ब्याकग्राउन्ड दिनुपर्ने हुन्छ। अनि तपाईँले त्यो इस्युको चाहिँ तपाईँले खोज्न खोजेको युनिक चिज चाहिँ के हो, मेन इस्यु चाहिँ के हो त्यो रेज गर्नुपर्छ। अनि तपाईँको थ्योरिटिकल फ्रेमवर्क अथवा कन्सेप्चुअल फ्रेमवर्क के छ त्यसको बारेमा ब्रिफ, अनि तपाईँले युज गरेको मेथोडोलोजी के हो त्यसको बारेमा पनि ब्रिफ दिने। अनि तपाईँको मेजर फाइन्डिङ्स चाहिँ के हो, फाइन्डिङ्स के हो र त्यो फाइन्डिङ्सको आधारमा तपाईँले ड्र गरेको कन्क्लुजन के हो भनेर चाहिँ यति कुरा समेटेर तपाईँले 200-300 शब्दमा यो सघाउनु पर्छ। त्यसपछि आउँछ हाम्रो फर्स्ट सेक्सन इन्ट्रोडक्सन भन्ने। यो चाहिँ नर्मली 1-2 पेजको हुन्छ। र इन्ट्रोडक्सन कहाँबाट सुरु गर्ने, कहाँ गएर अन्त्य गर्ने भन्ने चाहिँ एउटा कन्फ्युजन जस्तो सुरुमा लेख्दै होइन, लेखेको भए पनि स्ट्रक्चर थाहा छैन। यसमा चाहिँ जेनरली कस्तो हुन्छ भन्दा इन्ट्रोडक्सनको स्ट्रक्चर चाहिँ तपाईँले एउटा फ्लो टपिकबाट सुरु गर्दै त्यसलाई डिगाउ गर्दै चाहिँ तपाईँले गर्न भनेको स्पेसिफिक इस्युमा चाहिँ जानुहुन्छ। यो भनेको चाहिँ अलिक डिडक्टिभ टाइपको हुन्छ। तपाईँले माइक्रोमा पढिसक्नुभयोलाई डिडक्टिभ, जेनरलबाट हामी स्पेसिफिक हुँदै जान्छौँ। त्यसमा चाहिँ सुरुमा तपाईँले रेज गरेको इस्युको ब्याकग्राउन्ड दिनुहुन्छ। अनि त्यो ब्याकग्राउन्डको आधारमा अलरेडी एक्जिस्टिङ केही इस्यु छ भने त्यसलाई उठान गर्नुहुन्छ र त्यहाँ केही कुरा ग्याप छ भने चाहिँ त्यो ग्यापलाई तपाईँले एड्रेस गर्न खोज्नुहुन्छ। अनि त्यो ग्याप चाहिँ तपाईँको रिसर्च क्वेसन बन्छ। अनि त्यो रिसर्च क्वेसनलाई तपाईँले एउटा स्टेटमेन्ट बनाउनु भयो भने चाहिँ त्यो रिसर्चको अब्जेक्टिभ बन्छ। अनि त्यही हाम्रो रिसर्च क्वेसन र अब्जेक्टिभलाई हामीले म्याच गरेर अलाइन गरेर चाहिँ हामीले लास्टमा स्टेटमेन्ट अफ द प्रब्लम भनेर टाइटल राखे पनि भयो, नराखे पनि भयो। त्यही नै हाम्रो रिसर्चको मेन इस्यु। इन्ट्रोडक्सनको लास्ट प्याराग्राफमा तपाईँको स्टेटमेन्ट अफ द प्रब्लम भनेर हुन्छ। त्यसमा क्लियरली तपाईँले गर्न चाहेको के हो, तपाईँले कुन इस्यु उठाउन चाहनु भएको छ त्यो चाहिँ तपाईँले स्पष्ट रूपमा लेख्नुपर्ने हुन्छ। र तपाईँले त्यो गर्दै जाँदा तपाईँको भ्यालु एडिसन के त, नलेजमा के कन्ट्रिब्युसन हुन्छ भन्दा सिग्निफिकेन्स अथवा ऱ्यासनल के हो तपाईँले गर्नु खोजेको भन्ने कुरा पनि लेख्नु भयो भने चाहिँ त्यो राम्रो हुन्छ। सेम चाहिँ क्लियरिफाई गर्नु एउटा इक्जाम्पल लिएर नि गर्नु
यो कम्पोनेन्ट सक्छ अनि हाम्रो सेकेन्ड पार्ट भनेको चाहिँ लिटरेचर रिभ्यू भन्ने हुन्छ है। यसमा चाहिँ अब यो हाम्रो टर्म पेपरमा चाहिँ मेनली हाम्रो मेजर कम्पोनेन्ट भनेको लिटरेचर रिभ्यू नै हुन्छ। हामीले चाहिँ अलरेडी एक्जिस्टिङ पेपर रिसर्च वर्कहरू चाहिँ कलेक्ट गर्छौँ आफ्नो फिल्ड आफ्नो टपिकसँग रिलेटेड। अनि ती पेपरहरूको चाहिँ अथवा त्यो पोलिसी पनि हुनसक्छ, जर्नलमा पब्लिस भएको एकाडेमिक पेपर पनि हुनसक्छ, गभर्मेन्ट कुनै डकुमेन्ट हुनसक्छ। ती हामीले जे हामीलाई हाम्रो रिसर्चसँग रिलेटेड जे मटेरियल्स हामीले खोज्छौँ त्यसको हामीले चाहिँ ट्रुली रिभ्यू गर्छौँ। अनि त्यो रिभ्यू गर्दा चाहिँ हामीले के पायौँ, त्यो पेपरले भन्न खोजेको के हो र त्यो पेपरले भन्न नसकेको के हो, मेनली चाहिँ त्यो पेपरको स्ट्रेन्थ विकनेस क्रिटिकल वेमा तपाईँको आफ्नो थट आउने गरी पनि त्यसमा लेख्नुपर्ने हुन्छ। कसरी लेख्ने, कहाँबाट खोज्ने भन्ने कुरा चाहिँ हामी भोलि गर्छौँ। आज चाहिँ यसमा के हुन्छ भने लिटरेचर रिभ्यूमा चाहिँ अलरेडी गरिसकेको पेपरको सिग्निफिकेन्स के हो त्यसलाई चाहिँ समराइज गर्नुहुन्छ। तपाईँले अघि हामीले एब्स्ट्र्याक्ट भन्यो नि, सिम्पली एब्स्ट्र्याक्टलाई चाहिँ प्याराफ्रेज गर्ने भन्ने पनि लिटरेचर रिभ्यू कसरी गर्न सकिन्छ। यसमा चाहिँ त्यो अब पेपरको फाइन्डिङ्स के हो, कन्क्लुजन के हो, त्यसको समराइज फर्म हुन्छ। अनि त्यसले एड्रेस गर्न नसकेको इस्यु के हो त्यो तपाईँले रेज गर्नुहुन्छ। अनि अब तपाईँले धेरै पेपर रिभ्यू गर्नुभएको छ भने त्यो दुईवटा तिनवटा चारवटा कति पेपर हुन्छ, तिनीहरू बिचको सिमिल्यारिटिज के हो, डिफरेन्स के हो भन्ने कुरा पनि तपाईँकोमा आउनुपर्ने हुन्छ। कति पेपर रिभ्यू गर्ने भन्ने हुन्छ। सुरुमा पेपर त जति पढ्यो उति राम्रो हो, किन भन्दा नलेज त बढ्ने हो नि त, पढ्दै जान्छ। तर हाम्रो विभिन्न कन्स्ट्रेन्टहरू हुन्छन्, त्यसलाई मध्यनजर गर्दै हामीले 10 देखि 12वटा चाहिँ राम्रो आर्टिकल रिभ्यू गऱ्यो भने चाहिँ हाम्रो टर्म पेपरको लागि सफिसियन्ट हुन्छ है। अनि हाम्रो थर्ड सेक्सन छ कन्सेप्चुअल एन्ड थ्योरिटिकल फ्रेमवर्क भन्ने। यो चाहिँ अब हाम्रो एकदमै इम्पोर्टेन्ट कम्पोनेन्ट हुन्छ। तपाईँले कुनै पनि रिसर्च एकाडेमिक पेपर लेख्नु हुन्छ भने चाहिँ कन्सेप्चुअल एन्ड थ्योरिटिकल फ्रेमवर्क भनेर लेख्नै पर्ने हुन्छ। यसलाई चाहिँ तपाईँले गर्न खोजेको इस्युको फन्डामेन्टल ब्याकग्राउन्ड के हो, त्यसलाई कुन थ्योरीले सपोर्ट गर्छ, अनि त्यसलाई चाहिँ अब तपाईँहरूको भेरिएबल सिलेक्सन हुनसक्छ। तपाईँले इस्यु रेज गरिसकेपछि रिलेसनसिप देखाउनु पर्यो, त्यसलाई चाहिँ डायग्रामेटिकल रिप्रेजेन्ट गर्नको लागि हामीले चाहिँ कन्सेप्चुअल फ्रेमवर्क भन्छ। थ्योरिटिकल फ्रेमवर्क भनेको चाहिँ तपाईँको थ्योरिटिकल पर्सपेक्टिभ के हो, जस्तो इनिसियल फ्रेमवर्कले के भन्छ, क्लासिकलले के भन्छ, न्यू क्लासिकल न्यू इनिसियल त्यो पर्सपेक्टिभ आउनु पर्यो। अनि त्यसलाई तपाईँको रिसर्च इस्युसँग कनेक्ट गर्नको लागि तपाईँहरूले भेरिएबल सिलेक्सन गर्नुहुन्छ। अनि त्यो भेरिएबल कनेक्सन देखाउने काम चाहिँ हामीले एउटा फिगर बनाएर कन्सेप्चुअल फ्रेमवर्कबाट देखाउन सक्छ। त्यही कुरा नै लेखिएको छ यसमा, यो हेर्नु है त। त्यसपछि आउँछ हाम्रो मेथोडोलोजी एन्ड डेटा सोर्स भन्ने आउँछ। यो चाहिँ हाम्रो च्याप्टर 3 हो। यसमा चाहिँ अब तपाईँले मेथोडोलोजी सिलेक्सन भन्ने हुन्छ। मेथोडोलोजी बेसिकली दुईवटा हुन्छ, एउटा डिस्क्रिप्टिभ भन्ने हुन्छ, अर्को इन्फ्रेन्सियल भन्ने हुन्छ। अहिलेको लागि जस्तो हामी फर्स्ट सेममा सेकेन्ड सेममा हुँदै गर्दा चाहिँ हामीलाई इन्फ्रेन्सियलको त्यति नलेज नहुन सक्छ, किन भन्दा हामीले इकोनोमेट्रिक्स सब्जेक्ट चाहिँ थर्ड सेममा गएर पढ्छौँ। त्यो चाहिँ अलिकति इकोनोमिक मोडलिङसँग रिलेटेड हुन्छ। तर डिस्क्रिप्टिभ भनेको त हामीले सामान्य ग्राफ, चार्ट, फिगर बनाएर पनि त गर्न सक्छौँ। तपाईँले टेबुलर फर्ममा गर्न सक्नुहुन्छ, फिगरको रूपमा गर्नुहुन्छ, बार डायग्रामको, पाइ चार्टको रूपमा तपाईँले आफ्नो डेटा फाइन्डिङ्सलाई प्रेजेन्ट गर्न सक्नुहुन्छ। अनि ट्रेन एनालिसिस भन्ने हुन्छ। अर्को चाहिँ हामीले सामान्य हेर्दै गएको छौँ, जस्तो म्याक्रो इकोनोमिक इन्डिकेटरको ओभर द पिरियड 20 इयर्सको, 30 इयर्सको, 50 इयर्सको जति वर्षको डेटा अभाइलेबल गर्छ त्यसको ट्रेन प्याटर्न हेर्छौँ। त्यो ट्रेन हामीले जस्तो डायग्राममा प्रेजेन्ट गरेर लाइन डायग्राम हुनसक्छ, त्यसमा प्रेजेन्ट गर्दा चाहिँ कुन पिरियडमा अप्स भएको छ, कुन पिरियडमा डाउन भएको छ, त्यो चाहिँ हामीले ट्रेन एनालिसिसबाट थाहा पाउँछ। बेसिकल्ली हामीले अहिले गर्ने भनेको चाहिँ डिस्क्रिप्टिभ एनालिसिस हो। त्यसमा यस्तै ट्रेन एनालिसिस, कम्पेरेटिभ एनालिसिस बेसिकल्ली फोकस हुन्छ। फर्स्ट सेमभन्दा अगाडि गरिसकेपछि चाहिँ हामी इकोनोमेट्रिक मोडलिङतिर गर्न हामीलाई अलि सपोर्ट हुन्छ। यही नै हो यसमा बेसिकल्ली है। यस्तो यो हामीले अगाडिबाट नै
इस्युहरू रेज गर्यौँ हामीले त्यसपछि हामीले रेज गरेको इस्युसँग रिलेटेड लिटरेचर हामीले हेऱ्यौँ होइन के छ अहिलेसम्म चाहिँ कति रिसर्च भएको छ यदि अलरेडी भइसकेको रिसर्च चाहिँ हामीले गर्नु पर्दैन नि त हामीलाई रिजल्ट थाहा छ सबै कुरा थाहा छ भने हामीले गर्नु पनि आवश्यक भएन भने चाहिँ रिसर्च गर्दैछौँ भनेकै अलरेडी एक्जिस्टिङ लिटरेचरमा केही न केही कुरा यस्तो छ जुन अहिलेसम्म थाहा भएको छैन त्यसमा हामी कन्ट्रिब्युट गर्छौँ भनेको नि त अब त्यो फरक कुरा हुनसक्छ जस्तो कि मेथड नयाँ दिएर कन्ट्रिब्युट गर्न सकिन्छ अथवा इस्यु नै नयाँ रेज गरेर कन्ट्रिब्युट गर्न सकिन्छ अथवा पुरानो नयाँ भएको रिसर्च छ रिसेन्ट डेटा युज भएको छैन रिसेन्ट डेटा युज गरेर म कन्ट्रिब्युट गर्छु भन्न सकिन्छ जे होस् नयाँ कुरा चाहिँ जुन अलरेडी एक्जिस्टिङ लिटरेचरमा छैन त्यो कुरालाई चाहिँ आफ्नो रिसर्चमा गरेर कन्ट्रिब्युट गर्ने सो यो पार्ट रिभ्यू अफ लिटरेचर चाहिँ त्यसको लागि इम्पोर्टेन्ट हो अनि त्यसपछि चाहिँ ओके ल मैले यस्तो खालको इस्यु चाहिँ समातेर चाहिँ रिसर्च गर्दैछु थाहा भएपछि चाहिँ मैले यो भेरिएबल चाहिँ लिनुपर्ने हुन्छ यो भेरिएबल बिचको रिलेसनसिप चाहिँ यस्तो हुनसक्छ भनेर मैले एउटा फ्रेमवर्क बनाउँछु नि त फर इक्जाम्पल मनी सप्लाई र इकोनोमिक ग्रोथको रिलेसन चाहिँ के हुन्छ भन्ने कुरा चाहिँ मलाई हेर्न मन लाग्यो नि ल ठिक छ मलाई मनी सप्लाई चाहिँदो रहेछ भेरिएबल एउटा चाहिँ इकोनोमिक ग्रोथ चाहिँदो रहेछ अब मनी सप्लाईले चाहिँ इन्ट्रेस्ट रेट चेन्ज गरेर इकोनोमिक ग्रोथ गराउने हो कि भने त्यो एउटा आइडिया एउटा फ्रेमवर्क के म रिसर्च गर्दैछु भने मैले हेर्न आएको भेरिएबल रिलेसन चाहिँ यस्तो खालको चाहिँ हुनसक्छ भन्ने एउटा फ्रेमवर्क बनाउनु पर्यो अनि हामी पछि चाहिँ त्यो एनालाइसिसमा चाहिँ त्यो रिलेसनलाई टेस्ट गर्ने हो अनि मेथड अब त्यो रिलेसनमा हेर्न खोज्दैछु भने अब कुन मेथड लगाउँछु भन्ने कुरा चाहिँ यो सेक्सनमा हुने हो मैले डेटा ल्याउनु पर्यो नि त मैले अब त्यो डेटा कहाँबाट आउँछ भन्ने कुरा चाहिँ यसमा दिने डेटा सोर्सेस र मेथोडोलोजीमा चाहिँ त्यो मैले क्लियरली मेन्सन गर्नुपर्ने हुन्छ तपाईँले होइन अनि एउटा चाहिँ एकदम इम्पोर्टेन्ट है मेथड जुन छ डेटा सोर्समा के लेख्ने भन्ने कुरा चाहिँ यो लास्ट लाइनले क्लियर गर्छ आफ्टर स्टडिङ दिस सेक्सन रिडर्स शुड बी एबल टु रेप्लिकेट योर एनालाइसिस भनेको यति कुरा चाहिँ लेख्नु पर्यो कि यो सेक्सन पढेपछि तपाईँले गर्नुभएको एनालाइसिस चाहिँ त्यो पढ्ने मान्छेले हुबहु रेप्लिकेट गर्न सक्नु पर्यो कि तपाईँले डेटा कहाँबाट ल्याएको क्लियरली भन्नु पर्यो यो डेटालाई मैले यो मोडल लगाएर यसरी एनालाइसिस गरेँ भनेर यसरी यति क्लियरली भन्नु पर्यो कि यो सेक्सन पढेपछि तपाईँले जे गर्नुभएको छ जुन रिजल्ट निकाल्नु भएको छ त्यो यो पढ्ने मान्छेले पनि ठ्याक्कै त्यही रिजल्ट निकाल्न सकोस् तपाईँले गरेको रिसर्च चाहिँ भ्यालिड हो कि जस्तो गर्न सकिन्छ भ्यालिडेट गर्न सकिन्छ सो यसको इम्पोर्टेन्स चाहिँ त्यो सो यो सेक्सनलाई कति लेख्ने भन्ने कुरा चाहिँ ठ्याक्कै त्यति जति लेख्दाखेरि चाहिँ पढ्ने मान्छेले ठ्याक्कै तपाईँको रिजल्ट रेप्लिकेट गर्न सकोस् त्यो सबै लेख्नु पर्यो है अनि अब तपाईँले एनालाइसिस रन गर्नु डेटा कलेक्सन गर्नुभयो अनि एनालाइसिस रन गरेको चाहिँ रिजल्ट आउँछ केही न केही तपाईँले नर्मल ट्रेड लाइन मात्र बनाउनु भएको छ अथवा पाइ चार्ट बनाउनु भएको छ बार डायग्राम बनाउनु भएको छ अथवा इकोनोमिक मोडलिङ नै गर्नु भएको छ भने पनि त्यसले केही न केही त इन्डिकेट गर्छ नि त मानौँ कि मैले नर्मल एउटा सर्वे डेटा छ होइन मैले पाइ चार्ट मात्र राखेँ एजुकेसन लेभलको यो लगभग 1000जना मान्छेको डेटा कलेक्सन गरेँ अनि 1000जना मान्छेको चाहिँ एजुकेसन लेभलको एउटा पाइ चार्ट बनायो भने त्यसले पनि एउटा इन्डिकेसन दिन्छ नि त इलिटरेट कति पर्सेन्ट रहेछ त्यसपछि प्राइमरी एजुकेसन कम्प्लिट गरेको कति पर्सेन्ट रहेछ त्यो पनि त हाम्रो रिजल्ट भयो नि हामीले केही न केही कन्ट्रिब्युट गऱ्यौँ एक्जिस्टिङ बडी अफ नलेजमा केही न केही कन्ट्रिब्युट गऱ्यौँ सो त्यो रिजल्ट चाहिँ हामी यो सेक्सनमा राख्छौँ छुट्टै सेक्सनमा मेथोडोलोजी र डेटा सेक्सन पछि चाहिँ हामी यो रिजल्ट डिस्कसन हुने सेक्सनमा चाहिँ त्यो कुरा राख्छौँ अथवा हामीले युज गरेको भेरिएबलको मिन हुन्छ मिडियन हुन्छ स्ट्यान्डर्ड डेभिएसन हुन्छ जस्तै हामी सबैलाई डिस्क्रिट स्ट्याटिस्टिक्स भन्छौँ त्यो कुरा पनि त हाम्रो इन्ट्रेस्टको कुरा हो नि त सो त्यो कुराहरू राख्न सकिन्छ त्यसपछि हामीले यदि इस्टिमेट गरेका छौँ कुनै इकोनोमेटिक मोडलले इस्टिमेट गरेको छौँ भने त्यसको रिजल्ट राख्न सकिन्छ अनि त्यति मात्र राखेर पुगेन त्यो रिजल्ट मात्र राखेको चाहिँ यसको इको होइन त्यो रिजल्ट राखेपछि त्यो रिजल्टले भन्न खोजेको के हो त्यसको मिनिङ के हो इम्प्लिकेसन के हो फर इक्जाम्पल मैले पाइ चार्ट बनाएँ पाइ चार्टमा चाहिँ ठुलो सेक्सन चाहिँ इलिटरेट भनेर आएको रहेछ भने त्यसको इम्प्लिकेसन भनेको मैले सर्वे गरेको पपुलेसनमा चाहिँ इलिट्रेसी रेट हाई रहेछ त्यहाँ चाहिँ अलिकति गभर्मेन्टले लिट्रेसी रेट बढाउनको लागि के न के पोलिसी ल्याउनु पर्ने रहेछ भन्ने खालको इन्टरप्रिटेसन हुनसक्छ त्यसको सो त्यो चाहिँ इकोनोमिक इन्टरप्रिटेसन के हो यसले भन्न खोजेको के हो त्यो पनि हामीले राख्नु पर्यो टेबल सिम्पल गर्दाखेरि टेबलहरू ग्राफहरू राख्ने त्यसको मुनि नै यो ग्राफले यो देखाएको छ र ग्राफले देखाएको कुराको इकोनोमिक मिनिङ के हो हाम्रो रियल लाइफमा यसको मिनिङ यसले भन्न खोजेको यो हो हामीले यहाँनिर चाहिँ यो रिजल्टलाई युज गर्नुपर्छ भनेर चाहिँ त्यसबाट 1 प्याराग्राफ 2 प्याराग्राफ लेख्नुपर्छ है अनि यसपछि चाहिँ हामीले अब कन्क्लुजन भयो होइन कन्क्लुजन चाहिँ हामीले सेट गरेको अब्जेक्टिभ र हामीले गरेको एनालाइसिसबाट चाहिँ हामी ड्र गर्छौँ हामीले के अब्जेक्टिभ सेट गरेका छौँ रिसर्च क्वेसन के छ हाम्रो र त्यो रिसर्च क्वेसनको आधारमा हामीले जब रिसर्च गऱ्यौँ डेटा एनालाइसिस गऱ्यौँ रिजल्ट हेऱ्यौँ हामीले इन्टरप्रेट गऱ्यौँ त्यसको चाहिँ अन्ततः कन्क्लुजन के हो त त्यसले भन्न खोजेको के हो पोलिसीमा त्यसले यहाँनिर चेन्ज ल्याउनुपर्छ भनेर हामी भन्न सक्ने अवस्थामा छौँ कि छैनौँ त त्यो कुरा चाहिँ हामी कन्क्लुजनमा राख्छौँ है
त्यही छ जस्टिफाई हाउ यु कन्ट्रिब्युट्स टु अन्डरस्ट्यान्ड र कन्क्लुजन लेख्दाखेरि र अझ अगाडिको यो रिजल्ट र डिस्कसन लेख्दाखेरि पनि हामीले हाम्रो रिजल्ट मात्र डिस्कस गर्दै भएन के हामीले लिटरेचर पढिसकेका छौँ नि त लिटरेचरमा त हाम्रो नेपालको पढिएला त्यसपछि अरू कन्ट्रीको पनि पढिएला हामीले भर्खरै निकालेको रिजल्ट कन्क्लुजन चाहिँ एक्जिस्टिङ लिटरेचरसँग कतिको मिलेको छ उनीहरूले भनेका अरू लिटरेचरले भनेको कुरासँग हाम्रो मिल्यो भने हाम्रो रिजल्ट चाहिँ यो लिटरेचरसँग मिल्यो भने हुनुपर्छ यदि हामीले निकालेको रिजल्ट चाहिँ अरू लिटरेचरभन्दा कन्ट्राडिक्सनमा आयो मिलेन भने हामीले यो पेपरले यो कुरा भनेको छ तर हामीले निकालेको रिजल्ट चाहिँ योभन्दा फरक आएको छ भन्ने कुरा त्यसरी कम्पेयर गर्दै पनि इन्टरप्रेट गर्नुपर्ने हुन्छ हामीले सिम्पली हामीले निकालेको रिजल्ट मात्र यो आयो भनेर हुँदैन कि अरू कन्टेक्स्टमा गरिएका रिसर्चहरूले चाहिँ कस्तो रिजल्ट आयो र सकिन्छ भने चाहिँ उनीहरूले गरेको इन्टरप्रिटेसन अथवा कन्क्लुजन र हाम्रो कन्क्लुजन किन फरक आयो पनि भन्न सक्यो भने राम्रो हुन्छ चाहिँ हुनसक्छ उनीहरूले डेभलप गर्नुको लागि गरेको होला हामीले डेभलपिङ गर्नुको लागि गरेको लागि फरक आएको हो कि अथवा उनीहरूले चाहिँ पास्टको टाइम पिरियडलाई गरेको कारणले फरक कन्क्लुजन आएको र हामीले चाहिँ रिसेन्ट डेटा युज गरेकोले फरक कन्क्लुजन आएको हो कि त्यो कुरा चाहिँ हामीले कम्पेयर गर्दै मेन्सन गर्न सक्यौँ हाम्रो रिजल्टलाई चाहिँ भ्यालिडेट गर्ने एउटा माध्यम हुनेछ र त्यसपछि रिफरेन्स आउँछ है रिफरेन्स भनेको चाहिँ हामीले यो होल जति पनि कन्टेन्ट लेख्यौँ जहाँ हामीले अरूको आइडिया युज गरेका छौँ अरूले यसो भनेका छन् अथवा अरूले यो डेटा दिएका छन् भनेर जहाँ युज गर्छौँ त्यो हामी यत्तिकै युज गर्न पाउँदैनौँ हाम्रो रिसर्चमा हामीले यत्तिकै उनीहरूको आइडिया उनीहरूको डेटा उनीहरूको रिजल्टहरू हामीले यत्तिकै युज गऱ्यौँ भने त्यो चाहिँ प्लागरिजम हो सो जहाँ हामीले अरूले युज गरेको डेटा अरूले युज गरेको अरूले दिएको रिजल्ट होइन अरूले प्रेजेन्ट गरेको आइडियाहरू चाहिँ हाम्रो पेपरमा हामीले मेन्सन गर्छौँ त्यहाँ चाहिँ हामीले उनीहरूको नाम र त्यो पब्लिस भएको त्यो आर्टिकल पब्लिस भएको इयरलाई चाहिँ इन्डिकेट गर्नुपर्ने हुन्छ र त्यो इन्डिकेट गरेको कुरा चाहिँ फेरि लास्टमा ल्याएर यो रिफरेन्समा चाहिँ लिस्ट गर्नुपर्ने हुन्छ सबै कुरा हामीले युज गरेको सबै आर्टिकलहरू सबै पेपरहरू जुन पढेका छौँ पढेको चाहिँ लेख्नु सबै पढेको कुरा लेख्नु पर्दैन हामीले पढेर हाम्रो आर्टिकलमा मेन्सन गरेका छौँ त्यो कुरालाई भने चाहिँ हामीले रिफरेन्समा सबै कुरा राख्नुपर्छ है र रिफरेन्स राख्ने तरिकाहरूले फरक फरक धेरैवटा स्टाइलहरू छन् हामी चाहिँ इकोनोमिक्समा APS7 भन्ने साइन्स स्टाइल फलो गर्छौँ त्यसको बारेमा चाहिँ भोलि अझ फर्दर डिस्कस होला यो कस्तो खालको फर्मेट हो भन्ने कुरा होइन तर बेसिकली हामीले बुझ्नुपर्ने भनेको चाहिँ हामीले अरूको आर्टिकल अरूको कामहरू चाहिँ हामीले आफ्नो रिसर्च पेपरमा टप पेपरमा मेन्सन गर्नुपर्छ यदि हामीले प्रयोग गर्यो भने र त्यो सबै जति पनि हामीले मेन्सन गरेका छौँ त्यो सबै चाहिँ लास्टमा ल्याएर रिफरेन्स भन्ने सेक्सन भनेर त्यहाँ चाहिँ लिस्ट गर्नुपर्छ ताकि चाहिँ कोही मान्छेले हाम्रो पेपर पढेपछि यो आइडिया चाहिँ यो मान्छेले यहाँबाट जेनेरेट गरेको रहेछ म ओरिजिनल सोर्समै गएर पढ्छु भन्यो भने चाहिँ यो रिफरेन्स सेक्सनमा आएर त्यो कुरा हेर्न सकियोस् क्या त्यो खोज्नको लागि चाहिँ त्यो कुन चाहिँ ठाउँबाट ल्याइएको हो भन्ने कुरा चाहिँ मेन्सन गर्नु पऱ्यो र यसको चाहिँ स्ट्रक्चर छ है हामीले जुन बाइकले तरिकाले गर्नु मिल्दैन त्यसको आफ्नै फर्मेटहरू हुन्छ MLA फर्मेट हुन्छ सिकागो फर्मेटहरू हुन्छ होइन हामीले यहाँ इकोनोमिक्समा युज गर्ने पछि थेसिससम्म पनि युज गर्ने भनेको चाहिँ APS7 साइन्टिस्ट स्टाइल हो है अनि त्यसपछि एपेन्डिक्स अथवा एनेक्स आउँछ यो भनेको चाहिँ हामीले मेन आर्टिकलमा हामीले राख्यौँ जतिको राख्न मिल्ने थियो राख्यौँ तर कहिलेकाहीँ चाहिँ हामीले यस्तो खालको कन्टेन्टहरू हुन्छ जुन चाहिँ हामीले मेन आर्टिकलमा राख्यौँ भने हाम्रो आर्टिकलको फ्लो बिग्रिन्छ भनेको सपोर्टिङ डकुमेन्ट होला सपोर्टिङ डेटाहरू होला अथवा सपोर्टिङ के आइडियाजहरू होला क्यालकुलेसन होला डेरिभेसन होला होइन त्यो हामीले मेन आर्टिकलमा राख्न थाल्यौँ भने चाहिँ हाम्रो आर्टिकल लेन्थी पनि हुन्छ अगाडिको मेन पार्ट होइन त्यसपछि त्यो फ्लो बिग्रिन्छ हामीले भन्न खोजिरहेको कुराहरूको फ्लो बिग्रिन सक्छ त्यो बेलामा चाहिँ हामीले यो एडिसनल डिटेललाई ल्याएर चाहिँ लास्टमा रिफरेन्स भन्दा पनि पछि एनेक्स अथवा एपेन्डिक्स भन्ने सेक्सन बनाएर चाहिँ यहाँ राख्न सक्छौँ र इन जेनरल चाहिँ हामी सानो खालको डेटा सेटमा काम गर्दैछौँ भने चाहिँ यो एपेन्डिक्स एनेक्समा चाहिँ डेटा ल्याएर राख्दै पनि हुन्छ भनेको हामीसँग 20 मानौँ कि 20वटा मात्र रो भएको डेटा छ भने चाहिँ अट्छ नि त यसमा एक पेजमा अट्छ नि त लास्टमा एनेक्स अथवा एपेन्डिक्स भयो भनेर राखेर चाहिँ डेटा हामी यो युज गऱ्यौँ अनि केही अब एक्सेलमा गऱ्यो भने कोड भन्ने कुरा भयो होइन पछि पाइथन R स्टार्टरहरूमा गर्दाखेरि चाहिँ कोड देखाउन मन छ भने पनि कोड राख्न सकिन्छ अथवा अरू केही क्यालकुलेसन डेरिभेसन गरिएको छ भने पनि मेन डेरिभेसन अथवा भन्नाले मेन आइडिया त माथि राख्नु पर्ने नै हाल्यो तर सपोर्टिङ डेरिभेसन हुनसक्छ नि त कहिलेकाहीँ चाहिँ ल मानौँ कि कुनै हामीले एउटा डिराइभ गरिरहेको छौँ रिसर्चको लागि त्यो चाहिँ ल 200 पेजको 200 लाइनको हुन पुग्यो 200 लाइन चाहिँ म आफ्नो आर्टिकल राख्न सक्दिनँ त्यसपछि मैले के गर्न सकेँ भन्दाखेरि त्यस 200 लाइनलाई चाहिँ मैले यता एपेन्डिक्समा हाल्छु अनि त्यसपछि यो एपेन्डिक्स नम्बर 1 अथवा एपेन्डिक्स नम्बर यतिको आधारमा चाहिँ मैले यो इक्वेसन लेखेँ भनेर चाहिँ माथि मेन्सन गर्ने त्यो गर्दाखेरि फ्लो पनि बिग्रेन आर्टिकलको
अनि डिटेल हेर्न चाहने मान्छेले चाहिँ एपेन्डिक्समा हेर्न सक्ने भयो सो त्यसको लागि चाहिँ हामीले एपेन्डिक्स राख्छौँ लास्टमा है यहाँसम्मको कम्पोनेन्टमा के कन्फ्युजन छ यसमा यो है एउटा क्वेसन हाम्रो ब्याचलरमा गर्दाखेरि मिन मिडियन स्ट्यान्डर्ड डेभिएसनबाट गऱ्यो होइन अनि त्योबाट गर्दाखेरि जस्ट सबैको डेटा कलेक्ट गरेको भ्यूहरू मैले हेरेको थिएँ होइन त्यो भ्यूहरू चाहिँ बिचमा एभरेजमा ल्याएर मैले कन्क्लुड गरेको थिएँ अनि यो कोरिलेसनबाट योहरूबाट नि गर्न मिल्छ नि त त्यसको र त्यसको डिफ्रेन्स के हुन्छ त नि यो मेथोडोलोजीमा चाहिँ होइन उसमा थियो सायद तपाईँले भन्नु खोज्नुभएको हामीले मिन मिडियन मोडहरूबाट पनि एनालाइसिस गर्न सक्छौँ त्यसपछि कोरिलेसनबाट पनि एनालाइसिस गर्न सक्छौँ फरक के हो भन्नु अनि त्यो यो सेक्सनको कुरा हो फाइनेन्समा त हामीले यो सेक्सनको रिजल्ट राख्ने हो नि त मेन त्यो छुट्याउने कुरा पनि यो सेक्सनमा आउने कुरा हो है त सो मेथोडोलोजीको कुरा हो यो चाहिँ हामीले तपाईँले जे गर्नुभयो त्यो चाहिँ डिस्क्रिप्टिभ स्ट्याटिस्टिक्स हो अगाडिको मिन मिडियन मोडहरू चाहिँ त्यो भनेको सिङ्गल भेरिएबलको चाहिँ मिन कति हो मिडियन कति हो भन्ने कुरा थाहा हुने हो नि त तर कोरिलेसन गर्ने भनेको चाहिँ टु र अझ मल्टिपल कोरिलेसन गर्न सकिन्छ टु अर मोर भेरिएबलको गर्न सकिन्छ सो दुईवटा बढी भेरिएबलको रिलेसन हेरेर छ त्यो चाहिँ कोरिलेसन एनालाइसिस भयो ठिक छ मिन मिडियन मोड भनेको सिङ्गल भेरिएबलको डिस्क्रिप्टिभ स्ट्याटिस्टिक्स मात्रै भयो त्यो गिभन भेरिएबल चाहिँ कति मिन छ कुन रेन्जको छ त्यो होइन स्ट्यान्डर्ड डेभिएसन कति छ कतिको डिस्पर्स भएको छ ट्रेन हेर्न सक्छौँ त्यो कुरा चाहिँ सिङ्गल भेरिएबलको कुरा भयो तर हामीले दुईवटा बढी भेरिएबल बिचमा चाहिँ रिलेसन हेर्दैछौँ भने चाहिँ कोरिलेसन स्टार्टिङ पोइन्ट हो त्यो फाइनल चाहिँ होइन है पछि हामी त्यो रिलेसन हाम्रो होल इकोनोमेट्रिक मोडलिङमै त्यो रिलेसन इस्टिमेट गर्न लगाउने हो अझ हामी योभन्दा अगाडि बढ्ने हो भने चाहिँ हामीले कजल इन्फरेन्स गर्न सक्छौँ त्यो भनेको चाहिँ एउटा भेरिएबलको चेन्जले अर्को भेरिएबललाई कस्तो इम्प्याक्ट पार्छ भनेर हेर्ने हो त्यसको स्टार्टिङ पोइन्ट चाहिँ हाम्रो कोरिलेसन एनालाइसिस हो डिस्क्रिप्टिभ गर्ने भएपछि त त्यो उता कोरिलेसनको गर्न पर्ने भएन त्यहीबाट गर्ने यो कुरा चाहिँ यहाँबाट डिटरमाइन हुनुभयो कि तपाईँको अब्जेक्टिभ के हो तपाईँले डिस्क्रिप्टिभ मात्र गर्ने अब्जेक्टिभ राख्नु भएको छ आफ्नो पेपरमा त पेपरमा भने चाहिँ डिस्क्रिप्टिभ गर्दा भयो डिस्क्रिप्टिभ गर्ने ओके नेपालको कुनै डेटा पाइयो र मिन एज चाहिँ 25 वर्ष रहेछ भने नेपालको मिन एज चाहिँ 25 वर्ष रहेछ यसको मतलब चाहिँ नेपालको पपुलेसन चाहिँ रिलेटिभली यङ रहेछ यो खालको एनालाइसिस मात्र गर्नुहुन्छ भने चाहिँ डिस्क्रिप्टिभ एनालाइसिस भयो यो तपाईँले अब्जेक्टिभमै क्लियर गर्ने हो मैले चाहिँ डिस्क्रिप्टिभ एनालाइसिस गर्ने हो भनेर यदि तपाईँ चाहिँ टु अर मोर भेरिएबलको रिलेसन हेर्दै हुनुहुन्छ भने चाहिँ स्टार्टिङ पोइन्ट कोरिलेसन एनालाइसिस हो पछि अरू एनालाइसिस थपिन्छ इकोनोमेट्रिक मोडलिङ कजल इन्फ्लुएन्स थपिन्छ तर स्टार्टिङ पोइन्ट चाहिँ कोरिलेसन एनालाइसिस हो तपाईँले यो कुरा यहाँ मेन्सन गर्नु अब्जेक्टिभमै मैले यो भेरिएबलको बिचमा चाहिँ रिलेसन हुनसक्छ जस्तो मलाई लाग्छ मैले पढेको लिटरेचरबाट पनि यस्तो कुरा दिएको छ र मैले पढेको थ्योरीबाट पनि यो दुईवटा भेरिएबल बिचमा रिलेसनसिप हुनसक्छ भन्छ त्यो म टेस्ट गर्न चाहन्छु भन्ने खालको अब्जेक्टिभ राख्नु भयो भने चाहिँ तपाईँले कोरिलेसन एनालाइसिस र अझ बियोन्ड जानुपर्ने भयो यो चाहिँ यसमा जस्तो तपाईँले सुरुमा अब्जेक्टिभ पोइन्ट आउट गर्नुहुन्छ 1 2 3 टु एनालाइज द ट्रेन्ड प्याटर्न अफ फलाना भन्नुहुन्छ है त्यो देख्नुभयो अनि अर्को हुन्छ टु एक्जामाइन द कजल रिलेसनसिप अथवा कजल इफेक्ट रिलेसनसिप अथवा केही हुनसक्छ त्यो लेखेर सुरुमा अब्जेक्टिभमा आउँछ तपाईँ अनि त्यो मेथोडोलोजी सेक्सनमा गएर चाहिँ अनि तपाईँको फर्स्ट अब्जेक्टिभको लागि म डिस्क्रिप्टिभ एनालिसिस डिस्क्रिप्टिभ स्ट्याटिस्टिक्स युज गर्छु भनेर लेख्नुहुन्छ स्पष्ट अनि मेरो सेकेन्ड अब्जेक्टिभ यो हो यो अब्जेक्टिभको लागि चाहिँ म यो मोल्डिङ अथवा इन्फ्लुएन्सियल एनालिसिस इकोनोमेट्रिक एनालिसिस गर्छु भनेर त्यहाँ लेख्नुहुन्छ अनि त्यो अब्जेक्टिभ अनुसार तपाईँ अगाडि बढ्दै जाँदा चाहिँ त्यसबाट आएको फाइन्डिङ चाहिँ तपाईँको रिजल्ट एन्ड डिस्कसन सेक्सनमा राख्नुहुन्छ सधैँ यसरी दिनुहुन्छ है तपाईँले अब्जेक्टिभलाई क्लिरिफाई गर्नु पऱ्यो तपाईँ के गर्न सक्नुहुन्छ तपाईँ डिस्क्रिप्टिभमै रोक्ने डिस्क्रिप्टिभमा नरोकेर डिस्क्रिप्टिभै गर्ने कोरिलेसन पनि गर्ने अझ इकोनोमेट्रिक मोडलिङै गर्ने हो कि त्यो कुरा चाहिँ तपाईँको अब्जेक्टिभमा चाहिँ डिटरमाइन हुन्छ यो स्कोप भनेकै त्यही हो कतिसम्म जाने त अहिले टपिकमा पढ्दा त अहिले थेसिसहरूमा चाहिँ जनरल अब्जेक्टिभ र स्पेसिफिक अब्जेक्टिभ भनेर माग्छ एउटा मात्र अब्जेक्टिभ भन्दा जेनरली दुईवटा अब्जेक्टिभ लेख्दा हुन्छ किनकि तपाईँ टपिकमा पढ्दै हुनुहुन्छ एउटा मात्र अब्जेक्टिभले नपुग्ला सो एउटा मात्र अब्जेक्टिभ एकदम राम्रो खालको अब्जेक्टिभ छ अलि इन्टेन्सली काम गर्नुपर्ने खालको छ भन्दा इनफ हुन्छ र इन जेनरल हामी चाहिँ पहिलो अब्जेक्टिभ चाहिँ डिस्क्रिप्टिभ स्ट्याटिस्टिक्स हेर्छौँ हामी ट्रेन्डहरू हेर्छौँ भनेर लेख्छौँ अनि सेकेन्ड अब्जेक्टिभमा चाहिँ अरू कुराहरू एक्सप्लोर गर्छौँ अनि पर्छ इन्टेन्स साइटेसन गरेपछि त्यो साइट गरेको कुरा नै रेफरेन्समा लेख्दिनँ त्यो अगाडि साइटै गरेको हुन्छ लेख्नै पर्छ
रेफरेन्समा चाहिँ लिस्ट गर्ने हाम्रो आर्टिकलहरू हाम्रो पेपरहरू तर माथि जुन कन्टेक्स्टमा त्यो पेपरको आइडिया आएको छ त्यहाँ त हामीले साइन्टिस्ट गर्दै पऱ्यो त्यो एक्ज्याक्टली कसरी गर्ने साइन्टिस्ट हामी भोलि हेर्छौँ त्यसमा होइन तर साइन्टिस्ट त माथि गर्दै पऱ्यो नि र इन जेनरल चाहिँ तपाईँले हामीले 5 वटा बुझाउनु पर्ने नि कम्प्युटर 5 वटा भनेको त्यो अब फेरि पनि कसले मान्छ कसले जान्दैन मैले भन्नु खोजेँ त हामीले त्यहाँ ओभरल्याप टपिकहरू पढ्नै छ नि त अब मैले चाहिँ एउटै र दुईवटा गर्न मिल्दैन त्यही कुरा अनि ठ्याक्कै सेम त नबुझाउनु होइन कपीले एउटै कपीमा नबुझाउनु तर किनकि सब्जेक्ट अनुसार त उनीहरूको रिक्वायरमेन्ट फरक छ नि त तपाईँले हिस्ट्री अफ इकोनोमिक थटमा बुझाउनु पर्ने टपिकहरू र माइक्रो बुझाउने टपिकहरू एउटा सिकाउनु सक्छ नि त कन्सेप्चुअली नै फरक फरक कुरा पढ्छौँ नि हामीले तर तपाईँको आइडिया चाहिँ दुवैतिर काम लाग्ने खालको छ भने चाहिँ सेम आइडियामा माइक्रोमा पनि तपाईँले सक्नुहुन्छ सेम आइडियामा चाहिँ यता हिस्ट्री अफ इकोनोमिक थट सक्नुहुन्छ एक्ज्याक्ट कन्टेन्ट त सेम हुन सकेन नि त किनकि सब्जेक्टै फरक फरक छ त्यसमा पढ्ने कुराहरू नै फरक फरक छ भनेपछि एक्ज्याक्ट सेम टपिकबाट हुन सक्ने भएन तर टपिक सेम छ त्यो टपिकको पनि धेरैवटा कम्पोनेन्ट छ धेरैवटा पार्ट छ एउटा पार्ट चाहिँ माइक्रोसँग मिल्छ अर्को पार्ट चाहिँ अर्को सब्जेक्टसँग मिल्छ भने चाहिँ बुझाउन पाइयो समस्या भयो भने तपाईँले अब 12 देखि 15 मिनट पढाउनुको लागि चाहिँ त्यही दिन तपाईँले सुरुमै म 80 मिनट जति चाहिँ यो सेक्सन लेख्छु भन्ने खालको आइडिया राख्नु हो चाहिँ सजिलो हेर्नु त सुन्नु तपाईँले सुरुमा नि तपाईँले इन्ट्रोडक्सन 3 पेज लेख्नुभयो अनि रिभ्यू अफ लिटरेचर चाहिँ 3 पेज गर्नुभयो तपाईँले 9 देखि 10 वटा जति गर्ने भन्नुहुन्छ नि त सो एउटा लिटरेचर पढ्दाखेरि चाहिँ आधा पेज जति अथवा एक प्याराग्राफ लेख्नु हो त 9-10 वटा रिभ्यू गर्दाखेरि त 3 पेज लस हुन्छ नि त सो यो रिभ्यू अफ लिटरेचरको राम्रै सेक्सन हुन्छ यो 3-4 पेजकै अनि कन्सेप्चुअल फ्रेमवर्कमा 1 पेज लेख्नुभयो मेथोडोलोजी 2 पेज लेख्नुभयो 1 पेजमा मेथड डिस्क्राइब गर्नुभयो 1 पेजमा चाहिँ डेटा यहाँबाट ल्याए भन्ने खालको डिस्क्राइब गर्नुभयो अनि रिजल्ट डिस्कसन चाहिँ 3 पेज जति गर्नुभयो भने त अनि कन्क्लुजन 1 पेज लेख्दाखेरि 12-13 पेजसम्म पुग्ने भयो नि त सो यो चाहिँ सुरुमै मैले कति पेजको लेख्ने हो रफली यति पार्टमा डिभाइड गर्छु भन्ने हिसाबले सुरुमै माइन्डमा राख्नुभयो भने चाहिँ 12-15 पेजको लेख्नु राख्नु कति लेख्ने हुन्छ अरू लेख्नु कति भयो डेटा एनालाइसिस के डेटा सोर्समा राख्ने होइन डेटा एनालाइसिस डेटा सोर्स होइन रिजल्ट डिस्कसन मैले डेटा कहाँबाट ल्याउने भन्ने कुरा चाहिँ यो मेथोडोलोजी एन्ड डेटा सोर्सेसमा हुन्छ अनि त्यो डेटालाई के एनालाइसिस गर्ने तपाईँले डिस्क्रिमिनेट एनालाइसिस गर्ने हो कि ट्रेन्ड एनालाइसिस गर्ने हो कि कोरिलेसन हेर्ने हो कि के गर्ने हो भन्ने कुरा मेथड डिस्कस गर्नुहुन्छ होइन तर त्यसको एक्ज्याक्ट रिजल्ट चाहिँ ग्राफ छ टेबल छ भने सिधै त्यो रिजल्ट डिस्कसन गर्नु ठिक छ फर्मेटिङ गाइडलाइन सन्तोष तपाईँहरूलाई एउटा आउटलाइन चाहिँ आयो है त सुरुदेखि कन्क्लुजन इन्ट्रोडक्सनदेखि कन्क्लुजनसम्म के लेख्नुपर्ने रहेछ कस्तो फर्मेट हुँदो रहेछ स्ट्रक्चर कस्तो फलो गर्नुपर्छ भन्ने चाहिँ थाहा भयो अब त्यसभित्र कसरी अब फर्मेटिङको स्किल भनेको चाहिँ तपाईँको प्याराग्राफ कस्तो हुनुपर्ने लाइन स्पेसिङ कस्तो इन्डेन्ट मार्जिनहरूको कुराहरू चाहिँ यहाँ आउँछ लेन्थ भनेको चाहिँ 10 देखि 15 पेज त्यसमा चाहिँ कुनै पनि लिमिट छैन तपाईँको तल पनि 10 पेज नै हुनुपर्छ भन्ने पनि छैन माथि 15 पेज हुनुपर्छ भन्ने पनि छैन त्यो चाहिँ सब्जेक्ट वाइज अथवा टिचर वाइज चाहिँ तपाईँहरूलाई कस्तो इन्स्ट्रक्सन आएको छ त्यसमा भर पर्छ तपाईँको 1 पेज यसले पनि तपाईँको कम्प्लिट गर्नुहुन्छ अथवा तपाईँको 20 पेजको एउटा रिसर्च पेपर पनि तपाईँको कम्प्लिट गर्नुहुन्छ त्यही भएर यस्तो नै हुन्छ यति पेज नै हुन्छ भन्ने हुँदैन यसमा मेन कुरा के हो भन्दा चाहिँ तपाईँले के गर्नुभएको छ तपाईँले गर्नुभएको काम चाहिँ तपाईँले आफूलाई नढाँटिकन नठगिकन गर्नुभएको भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट हो त्यही भएर त्यो तपाईँ चाहिँ यसको लेन्थ कति 1 पेज 2 पेजहरू यो नाप्नेतिर नलाग्ने तपाईँले के लेख्नु भएको छ कति खतिको छ कति गहिराइमा पुगेर लेख्नु भएको छ भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट हो त्यही पनि अब एउटा हामीले 10 पेज 15 पेज सुरुदेखि नै लेख्न थाल्यौँ भने चाहिँ पछि गएर हामी एकाडेमिक फिल्डमा गइसकेपछि रिसर्च पेपर लेख्नको लागि चाहिँ यसले हेल्प गर्ने हुँदा चाहिँ तपाईँले एटलिस्ट 10 देखि 15 पेजको लेख्न थाल्नुभयो भने चाहिँ पछि गएर तपाईँलाई सहयोग हुन्छ अनि फन्ट भनेको हाम्रो टाइम्स इन रोमन भन्ने हो 12 पोइन्टको हुन्छ यसबारेमा धेरै नै थाहा छ होला अब त्यो माइक्रोसफ्ट वर्डबाट गर्नु पर्ने लाइन स्पेसिङ 1.5 हुन्छ तर फिगर अनि हाम्रो पछाडि गएर रिफरेन्समा चाहिँ हाम्रो 1 मात्र हुन्छ लाइन स्पेसिङ सिंगल स्पेस भन्ने हुन्छ मार्जिन भनेको चाहिँ तपाईँको लेफ्ट र राइट 1-1 इन्च छोड्नु भयो भने चाहिँ हुन्छ
पेज नम्बर चाहिँ हामीले हरेक पेजको बटममा इन्सर्ट गर्छौँ। त्यसमा चाहिँ सुरुको तपाईँको कभर पेजलाई छोडेर तपाईँको टेबल अफ कन्टेन्टदेखि इन्ट्रोडक्सनभन्दा अघिल्लो सेक्सनसम्म चाहिँ आई भनेर हामीले राख्नुपर्ने हुन्छ। इन्ट्रोडक्सनको फर्स्ट पेजदेखि कन्क्लुजनसम्म चाहिँ हाम्रो 1 2 3 4 भनेर जान्छ है त। यसलाई छुट्टै किसिमले हामीले वर्डमा पेज इन्सर्ट गर्छौँ, पेज नम्बर इन्सर्ट गर्न सक्छौँ। त्यसपछि अब हामी हेडिङ सब हेडिङमा जाँदा चाहिँ जस्तो तपाईँको सुरुमा इन्ट्रोडक्सन भन्ने आउँछ, त्यो चाहिँ तपाईँको मेन हेडिङ भयो। त्यसको साइज भनेको चाहिँ 16 पोइन्ट हुन्छ, बोल्ड हुन्छ। अब त्यो टेक्निक मेन छ है। त्यसपछि आउँछ जस्तो इन्ट्रोडक्सनभित्र पनि तपाईँ अब सब हेडिङमा जानुभयो भने चाहिँ जस्तो ब्याकग्राउन्ड होला, स्टेटमेन्ट अफ द प्रोग्राम होला, रिसर्च अब्जेक्टिभ, रिसर्च क्वेसन भनेर तपाईँले त्यसभित्र पनि सबसेक्सन गर्दै जानुभयो भने चाहिँ 1.1 ब्याकग्राउन्ड हुन्छ, 1.2 रिसर्च क्वेसन भन्ने हुन्छ, 1.3 रिसर्च अब्जेक्टिभ भन्ने हुन्छ, 1.4 चाहिँ स्टेटमेन्ट अफ द प्रोग्राम भन्ने हुन्छ। अनि पेपरको तल जस्तो त्यसभन्दा तल 1.5 मा चाहिँ तपाईँले पेपरको स्ट्रक्चर भनेर जस्तो मेरो इन्ट्रोडक्सनमा यो छ, लिटरेचर रिभ्यू यति सेक्सनमा छ, अनि मेथोडोलोजी सेक्सन 3 मा छ भनेर त्यो ओभरअल एउटा स्ट्रक्चर अफ द पेपर भनेर त्यो पनि राख्न सक्नुहुन्छ है त। अनि हेडिङ चाहिँ हाम्रो 16 को भयो, सब हेडिङ चाहिँ हाम्रो 14 को हुन्छ, बोल्ड हुन्छ। त्यसपछि आउने त्यसभित्र पनि सब हेडिङ निकाल्न थाल्नुभयो भने चाहिँ 2 पोइन्टको हुन्छ, बोल्ड गर्नु होला, त्यो गऱ्यो भने चाहिँ राम्रो देखिन्छ है त। त्यसपछि फिगर र टेबलको केसमा चाहिँ हामीले फिगर 1 कन्सेप्चुअल फ्रेमवर्क भनेर यसरी इन्सर्ट गर्छौँ। अनि हामीले चाहिँ अब अघि हामीले साइटेसन र रिफरेन्समा चाहिँ FES 7 को प्रसङ्ग ल्यायौँ। खासमा FES 7 भनेको चाहिँ साइटेसन र रिफरेन्समा मात्र सीमित हुँदैन, तपाईँको ओभरअल फर्मेटिङ भनेकै FES 7 बाट पनि गर्न सकिन्छ। त्यसमा अब टेबल र फिगरको केसमा कस्तो हुन्छ भन्दा चाहिँ सुरुमा तपाईँले जस्तो फिगर 1 टेबल 1 लेख्नु भएको छ भने चाहिँ त्यो इटालिक हुन्छ। त्यस पछाडि तपाईँले कोलन दिएर जुन कन्सेप्चुअल फ्रेमवर्क अथवा ट्रेन एनालिसिस भनेर लेख्नु भएको हुन्छ त्यो चाहिँ नर्मलमा हुन्छ। फन्ट कति गर्ने भन्दा चाहिँ जस्तो टेबल र फिगरको क्याप्सनको फन्ट चाहिँ 11 पोइन्टको हुन्छ। अनि यसलाई अब टेबलको माथिपट्टि इन्सर्ट गरे पनि भयो, तलपट्टि गरे पनि भयो। नर्मली तपाईँले टपमा गर्नुभयो भने चाहिँ फिगर 1 कन्सेप्चुअल फ्रेमवर्क भनेर राख्नुहुन्छ, अनि टेबल 1 ट्रेन एनालिसिस अथवा कम्पेटिटिभ एनालिसिस भनेर राख्नुभयो। अनि त्यसको तल जस्तो डेटा युज गर्नुभएको छ भनेर सोर्स लेख्नुपर्ने पनि त हुन्छ। सोर्स चाहिँ तपाईँको अलि जस्तो फिगर 1 टेबल 1 भने चाहिँ सोर्स इटालिक हुन्छ, त्यसपछि कोलन। अनि तपाईँको सोर्स के हो त भन्दा नेसनल स्ट्याटिस्टिक्स अफिस हुनसक्छ, NRB हुनसक्छ, वर्ल्ड ब्याङ्क हुनसक्छ, त्यो चाहिँ तपाईँले त्यहाँ लेख्नुपर्ने हुन्छ। फिगर र टेबलको क्याप्सन भनेको चाहिँ फिगर र टेबलको हेडिङ अनि त्यसको डेटा सोर्स त्यो चाहिँ त्यहाँ है त। केही छ तपाईँहरूलाई यसमा अरू फर्मेटिङमा कन्फ्युजन जस्तो लाग्यो भने फन्ट साइजको रिगार्डिङ स्टेटमेन्ट अफ प्रब्लम हेडिङ रिसर्च क्वेसनमा डिफ्रेन्ट फन्ट साइज भन्नु तपाईँको मेन हेडिङ 16 को हुन्छ। हेडिङ भनेको इन्ट्रोडक्सन, लिटरेचर रिभ्यू, मेथोडोलोजी, डेटा एनालिसिस एन्ड प्रेजेन्टेसन, कन्क्लुजन, रिफरेन्सेस भन्ने हुन्छ। ओभर यो हेडिङ भनेको यो 16 बोर्ड हुन्छ हैन। त्यस पछाडिको सब हेडिङ भनेको इन्ट्रोडक्सन भित्र 1.1 मा ब्याकग्राउन्ड अफ द स्टडी भनेर लेख्नुहुन्छ। अनि त्यसपछि रिसर्च क्वेसन भन्ने हुन्छ, रिसर्च अब्जेक्टिभ, स्टेटमेन्ट अफ द प्रोग्राम, यो चाहिँ सब हेडिङ भयो। यो चाहिँ 14 पोइन्ट बोल्ड गर्नु पर्यो। अनि त्यसभित्र पनि अब तपाईँको यो सुरुको इन्ट्रोडक्सन र लिटरेचर रिभ्यूमा चाहिँ सब हेडिङको पनि सब हेडिङमा जाने आउँदैन। तपाईँको चाहिँ मेथोडोलोजी अथवा डेटा प्रेजेन्टेसन एन्ड एनालिसिस सेक्सनमा चाहिँ त्यो आउन सक्छ। त्यसभित्र सब हेडिङ गर्दै जाँदा 12 को बोर्ड गर्छ। 12 पनि सब हेडिङ भयो भने अरू बेला पनि लागेको नै होइन। नर्मल फन्ट 12 हो, टेबल र फिगरको क्याप्सनको फन्ट चाहिँ 11 हो। यसमा मैले भनेको सबै नम्बर पनि सक्छ। FES 7 को म्यानुअल लेक्चर सबै हेर्नुभयो भने चाहिँ त्यहाँबाट तपाईँले प्लिज एक्सप्लोर भनेर हामीले दिइ नै राखेको छ। FES 7 साइटेसन अथवा फर्मेटिङ यो म्यानुअल पाइन्छ। तपाईँले सिम्पली गुगल गर्नुभयो भने चाहिँ डकुमेन्ट भेटिन्छ। डकुमेन्टको नाम हुन्छ, तर तपाईँले स्पेसिफिक टेबलको के हुन्छ भनेर त्यसलाई स्पेसिफिक गर्दै सर्च गर्नुभयो भने ट्याक्टिक फिगर्सहरू इक्जाम्पल सहित दिएको हुन्छ, भेटिन्छ। त्यो पिक्चरहरू भेटिन्छ मजाले, त्यहाँबाट
अब यो एक्सप्लोर गर्ने काम चाहिँ तपाईँहरूलाई दिएको छ तपाईँले अब आफैलाई कसरी अगाडि बढाउने भन्ने कुरा हो के एक्सप्लोर गर्न सक्नुहुन्छ त्यो अहिलेदेखि नै सुरु गर्दा एउटा स्याम्पल Initial first three slide देखाइदिनु पर्यो। First slide? First three slide। यो वाला slide हो। यो कसको हुँदै राख्नु न यो अगाडिको slide first slide। सेकेन्ड मेल गरिदिनुहुन्छ सर Presentation made। हेलो पाइन्छ जस्तो कि कोडमै पनि रिफरेन्स म्यानेज गर्ने टुलहरू छ तर त्यो अलिकति प्रिमिटिभ छ अलिकति सबै केसमा नहुन सक्छ हामीसँग जोडेरो भन्ने अप्सन छ होइन यो टुल युज गरेर साइटेसन गर्न सकिन्छ त्यसपछि अरू अप्सन पनि छ एन्ड नोड मेन्टली भन्ने पनि छ सो यो यसै एक्सप्लोर गर्नु भनेको छ पछि सुत्ने सेसनहरू पनि यदि भयो भने गरौँला यसको होइन कसरी गर्ने भने यसो चाहिँ एउटै यति पार्टकै लागि नै एउटा सेसन भइसक्यो यसको चाहिँ सबैले कति स्कोर सिक्यो भने पनि हुन्छ नि त सो यो पार्ट चाहिँ एक्सप्लोर गर्दै गर्नु अहिले अर्को भनेको चाहिँ हामीले लिस्ट अफ टेबल सुन्नु है ल लिस्ट अफ टेबल लिस्ट अफ फिगर टेबल अफ कन्टेन्ट पनि हामीले म्यानुअली हाल्नु पर्दैन कि हामीसँग म्यानुअली 10-15-20 पेजको डकुमेन्ट छ कहिले काहीँ फर्मेट मिलाउँदा एउटा हेडिङ चाहिँ एउटा पेजमा हुन्छ अलिकति मिलायो अर्को पेजमा पुगिसकेको हुन्छ त्यो सबै हामी म्यानुअली पेज लेभल हेर्दै राख्न सक्दैनौँ सो वर्डमा चाहिँ यो आफै अटोमेटिकली अपडेट गर्न मिल्ने मेथडहरू छ त्यो चाहिँ एक्सप्लोर गर्नु होला है त्यो पेपर एक्सप्लोर गर्नुभयो भने चाहिँ तपाईँले टप पेपर लेख्ने पार्ट चाहिँ टाइम चाहिँ एकदम छोटिन्छ किनकि धेरैवटा म्यानुअल काम तपाईँले गर्नु पर्दैन लिस्ट अफ फिगरमा चाहिँ गिभन फिगर चाहिँ कुन पेजमा पुग्यो भनेर ट्र्याक गर्दै बस्नु पर्दैन यो चाहिँ गर्न मिल्ने ओल्डमा मिल्छ ओल्डमा सर्च गर्दै मिल्छ यो चाहिँ एक्सप्लोर गर्नु है यो चाहिँ